सेनापतिले मलाई अस्तिकै दिन बोलाउनु भएको हैन भएको कुरा है म फेरि त अरु जस्तो ढाड्दिन बोलाउने कुरा पनि गर्दिन प्रधान सेनापतिले अस्ति मलाई बोलाउनु भएको तपाई आउनु पर्यो भनेर हैन अनि म ज्वरो पनि आएको थियो म गइन हिजो चाहिँ मलाई प्रधान सेनापतिले बिहान 8:30 बजे आउनु पर्छ है भन्नुभयो म 8:30 बजे गए जाँदाखेरि त्यहाँ जीएनजी भन्ने ग्रुप थियो त्यहाँ हामी पुग्दाखेरि एउटा ग्रुप दुईटा ग्रुप तीनटा ग्रुप त्यसरी बसेको थियो ग्रुप है अनि हामीलाई चाहिँ प्रधान सेनापतिले के गर्नुभयो भनेदेखि एउटा अफिसमा लगेर राख्नुभयो उनीहरु चाहिँ बाहिर थिए अनि उहाँ जानुहुन्थ्यो आउनुहुन्थ्यो उहाँ जानुहुन्थ्यो आउनुहुन्थ्यो हैन अनि बेलामा उहाँ सिरियस पनि हुनुहुन्थ्यो अनि मैले चाहिँ अब प्रधान सेनापतिलाई के भने देश यस्तो विषम परिस्थितिमा छ सुरुवातै सेनाले गरेको हो नि त देश बनाउन त पृथ्वीनारायण शाह सँगै बडा महाराज धिराज पृथ्वीनारायण शाह सँगै सेनाले सुरुवात गरेको र आज गएर फेरि त्यो विषम परिस्थिति छ कि देश रहला या नरहला नागरिक रहलान् या नरहलान् हैन अनि मैले उहाँलाई भने तपाईको थाप्लोमा ठूलो बोझ आएको छ हैन तपाई एउटा प्रधान सेनापति मात्रै हैन यो देश मैले पृथ्वीनारायण शाह बडा महाराज धिराज पृथ्वीनारायण शाहको फोटो देखाएर भने है उहाँको जिम्मेवारी चाहिँ तपाईकोमा आएको छ है अहिले यो चान्चुने कुरा छैन तपाईलाई त्यसले गर्दाखेरि तपाईले सही तरिकाले निर्णय गर्नुस् मलाई त केही चाहिएको छैन म त क्यान्सर सर्भाइभल मान्छे हुँ भनेर भन्ने मैले उहाँले चाहिँ के भन्नुभयो भने एउटा कुरो दुर्गाजी यो आन्दोलनको सुरुवात तपाईले गरेको मंसिर 79 साल फागुन 1 गतेबाट हामीले पनि नजिकबाट हेरेका छौं हैन नजिकबाट हेरेका छौं एउटा स्टक होल्डर तपाई पनि हो रविजी पनि हो सबैजना हुनु टाइपको कुरा गर्नुभयो अनि त्यसपछि कुरा भइसकेपछि हामी धेरै बेर गरे भने त ल आजदेखि म भए भनेर परवेज मुशरफको जस्तो गरिहाल्थे नि त्यो त गरेका छैन उहाँले के भन्नु भने त्यो चाहिँ अप्ठ्यारो कुरो हो त्यो स्थितिमा नपुगौं भनिसके एउटा अन्तरिम नागरिक सरकार बनोस् त्यसको नेतृत्व कसले लिने हो हैन तपाई पनि एउटा स्टक होल्डर हो सबै जनाकोबाट आउनु पर्यो हैन उहाँले त चैत 15 को आन्दोलन हेरियो मंसिर 7 सबै हेर्दै यो आवाजलाई यहाँ सुन ल्याएको तपाईको त्यो आवाजले यो आवाजलाई यहाँ सुन ल्याएको मान्छेलाई कन्भिन्स भयो मान्छेलाई भाइलेन्स बनाउने जुन एउटा ठाउँमा त पुर्यायो नि त त्यसले गर्दाखेरि तपाईहरु सबैजना एक ठाउँमा आउनु पर्छ भनेसी त मैले हुन्छ भनेर चाहिँ नि गरे हो तर म प्रधान सेनापतिलाई भेट्न गएको हैन मलाई बोलाएर गएको कुरा भन्नु हो के हैन त्यसले गर्दाखेरि अब त्यहाँबाट बाहिर निस्केपछि उहाँहरुले विभिन्न कुरा गर्नु हुँदछ एउटा कुरो जुन जीएनजी का साथीहरुसँग मेरो भेट भएको थिएन अनि मै हुँदाखेरि मसँग फेरि एउटा ग्रुप जीएनजी थियो जीएनजी ग्रुप भनेको भाइहरु थिए हैन अब एउटा कुरो मैले बुझ्न खोजेको कुरो चाहिँ के छ जीएनजी भनेको त नेपाली नै हुन् नि त के हो यो जीएनजी भनेको अब अहिले सबैभन्दा खतरा के हो भन्दाखेरि केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिँदाखेरि के भनेर दिएको छ अनि राष्ट्रपतिले के भनेको छ यो मन्त्रीमण्डल अहिले पनि मरेको छैन यसैले गर्ने गरी दिएको छ संविधान त त्यही छ नि त अहिले राष्ट्रपति छन् अब अहिले आएर अब सबैभन्दा खतरा के छ कोही जिम्मेवारी लिन चाहदैन हामीले जिम्मेवारी हामी पनि सहयोग गर्छौं भन्दाखेरि हामीलाई नआउनु भन्ने नि त पहिला पर्ने अनि अहिले सोशल मिडियामा गाली मात्रै गरिन्छ बुझिया छैन लेखेको छ हो कि यसले राम्रो हुँदैन नि त कसैलाई पनि उनीहरुले भनेको मान्छे बाले नै हुन् प्रधानमन्त्री हुन्न त हाम्रो भने त बाले नै हुँदा हुन्छ त निकास दिउँ र यो आन्दोलन फेलियर भयो भने बालनजीलाई के भन्छ भन्नुस् त भनेपछि यो सोशल मिडियाले कहाँ पुर्याउँदैछ हिजो प्रधान सेनापतिले बालनजीलाई अनि मलाई सबैजना बसौं कुरा गरौं निकास दिउँ अब तपाईहरुको हात पुस्ताको ठीक हो कुरा हाम्रो पछाडी तपाईहरुको पुस्ता हो देश त कसैको प्यावा हैन नि त हो अनि जसले राम्रो काम गर्छ त्यसले नेतृत्व लिन्छ भनेपछि हामीले अहिले यस्तो विषम परिस्थितिमा हामीले त के गर्नु पर्यो भन्दाखेरि यति जिम्मेवार भएर बोर्डरमा भारतको सेना आएर खडा छ जतिखेर पनि पस्न सक्ने स्थिति हुन सक्छ किनभने यहाँ विद्रोह भयो गिद्रो बस्नु पर्दैन किनभने त्यहाँ त देखियो